ल साथीहरु आज चाहिँ छोरोको पास्नी भात खुवाई शुभ अन्नप्राशन श्रेणीश बिहान 7:30 बजेको साइट मिति 2082 असोज 30 गते बिहान 7:30 को साइट यहाँ चाहिँ रेडी हुँदैछ यहाँ बाजे बजु यही छोरो यहाँ आज मामु खाने छोरो एकछिनपछि हो मोबाइल त बडा हेर्छ नि फेरि केटोले हो केटाहरूले ठीक छ बुढो मान्छे ए म बुढोको किन खेच्नु पर्यो हैन खिच्नु पर्यो नि ल ल Mam jaga cai mam dah wai. Nama siapa? Jawab, jawab. Kalau saya tak. Mana kita macam ni? Tak. Tidak baru ni. Party. Betul. Ini भाई बेट को तो तीनों भाई बेट तो मैं तब ये दो बेट को तीर ये भाई लो बाजे फोन हुई ऐसे की माती kan satu merah हुई थी को लो अरे कम बहुत पहचान Iman kopi gini ya Ama papu भात पुगे पपुलो कली दुबारा सारी terus ngetai
कोइन मत बत्ती लाता का पास नाम के हो पोस्ट तुमका तुझे होता हो एक पैक लाइन हथियारी है ना है लोग भजन हां पुस्ने एउटा टालो पनि ल्याउनु पर्ने भने टिका लगाइसकेपछि पुस्ने भयो छोरालाई पहिला माउन्टेन गरिदिनु पर्ने हो नि टिका आमा बाबा बाबाले ज्ञानी हुनु ठुलो मान्छे हुनु पढ्नु राम्रो धेरै पढ्नु ठुलो मान्छे नहुनु ज्ञानी मान्छे हुनु है लाजदेखि मामा खिति हाल्न त्यसो गर्दा चाहिँ तुक्का लादी सिलेक्टेड हो सुस्वास्थ्य दीर्घायु हुनु के खानु उठ्छ हो ह पैसा दिनुपर्छ मैले पर्दैन म यो त
पैसा पो दिनुपर्छ पैसा हुँदैन पैसा दिनुपर्छ उधारो ठिका लगाइदियो उधारो छोरो हो भन्नु छोरो छोरै हो भन्नु त्यो दहीले हो कि के झन्डै लगाउनु ल आज चिसो हुन्छ सुगारको आज अन्न भात खाने दिन है पढाउनु पर्छ पछि अनि यसपछि बिहा खानुपर्छ है खानुपर्छ किलो रेहान एक्सिडेन्ट भयो त्यहाँनिर त्यो दही चाहिँ मन पराएन क्या हो त्यही भएर मन पराएन सबै लाग्यो नि त तपाईँले झिलमिले त आउँछ अलेको बाबा त त झिलझिले हेर्दै रहेछ कति यस नानीको हेर्ने त्यतिको चिसो भयो भने के लाग्छ
फोटोमा खिच्ने कन्छी फोटोमा खिच्ने ल ल्याउनु पर्ने हो ल
Speed sensitivity fast. Sensodyne rapid relief. अहिले अब छोरोलाई आज माम खाइसकेपछि देश प्रदेश डुलाउने कुरो हजुर यहाँ चाहिँ ढाका टेकुवा फेरि छोरोको बाजेलाई यहाँ हेर्ने खाजा भुजा रक्सी सबै छ यहीँ ढाका टेकुवा रेडी बाजे माथि जानु भएको छ बोलाएको आउनुहुन्छ होला एकछिनमा बजुक बोकिसक्नु भयो यहीँ ढाका टेकुवा के अरे देश प्रदेश भ्रमणलाई अब लाउरेलाई यता छोरा यता यता हजुर देश प्रदेश ढुल्ने हो छोरो देश प्रदेश डुल्ने हो हेर्दैछ मक्कबर हेर्दैछ ल अब लास्ट काम यही बाँकी हो अब नाम खुवाइ भइसक्यो छोरोको अब देश प्रदेश ढुलाउने ढाका टेकुवा बोकाउने हाम्रो बाजेको चाहिँ आफ्नो बाजेको काम भएपछि यहाँ ठुलो बाजेलाई ढाका टेकुवा टक्क ल टेकुवा हो कोदाली फेरि यहाँ बडा बाउले कोदाली फेरि छोरोको बडा बाउले कोदाली यहाँ ठ्याक ल ल ल ल बाजे हिँड्नु होइन बाजे छ शेर बाजे त्यहाँबाट ढाका टेकुवा हो भोट प्रदेश हिँड्यो है सबै भोट प्रदेश गयो है गयो ल भोट प्रदेश सबै लाइन लागेर श्रीनी सुनवारलाई भोट प्रदेश पिनाइ लो है ओए भोट प्रदेश ल यहाँ चाहिँ ठुलाले यहाँ बाजेले बोक्दै हुनुहुन्छ ठुलो बाजे त्यसपछि उसको शेर बाजे त्यसपछि यहाँ बजुले नाति केटोलाई बोक्दै हुनुहुन्छ नाति केटो डुल्दैछ मस्त यी पछाडि फर्स्ट टाइम उसको यो सेरी पछाडि बसेको फर्स्ट चोटि हो नि त यो ल उसको फुपू मम्मी बडा बाउ बडी आमा बजू यहाँ हुनुहुन्छ यहाँ बाबा पनि छ यहाँ ल अब घर एक फोनको भन्ने के गर्ने कहाँ पुऱ्याउने हेल्पोस्ट यो घर फोनको मात्र हान्ने कुरो हामी हिँड्दैछौँ ल हजुर ठुलो पहिले हाम्रो संस्कार हजुर यसो गर्छ हजुर यो गर्नुको कारण चाहिँ ठुला हाम्रो यो बाउ बाजे पुर्खादेखि यसो गरेको ए पुर्खादेखि नै पुर्खादेखि चलन चल्ती 81 वर्षको शेर बाजे कता बाजे कता हिँड्नु भएको तपाईँ प्रदेश गयो बोकाएर पलाजीलाई अब भोट प्रदेश लगेको है ए ल भोट प्रदेश लाने हो यहाँ लाइन ब्रिटिसको लाउरे ब्रिटिस यसो गर्नुपर्ने केटो भोट प्रदेश यहाँ कोदाली ठ्याक बडा बाबुले चाहिँ ल हामी सर्लक्क घर घुमाएर घरमा ठक्क तल पुग्ने छौँ अब ल बाजे अब हामी यो खाजा खानुपर्छ
यो खाजा नि खानु पर्छ ए अझ योभन्दा मिठो मिठो हाल्न लाउनु पर्थ्यो नि त अघि अनि खानु पाइन्छ भने त म त बोक्ने मात्र होला भनेको खानु पाइने हो त अझै मिठो मिठो हाल्न लाउनु पर्थ्यो यहाँ त ओहो हजुर हजुर यो खाजा खानुपर्छ ठुला भनेपछि खाजा खानु पर्यो परदेश लिएर हिँड्यो है अब केटोलाई हामी चाहिँ पुगोजी त्यहाँ खाजा दिनु अब बस्नु भएको छ नि होटल थापेर मेरो ढाकर समाउनु होला हजुर ल ढाकर बिसाउनु ल ढाकर ल आहा थाक्नु होला धेरै टाढादेखि आएको ल खाजा ल खाजा के छ यो के हो नि ल त्यो के हो रहेछ फेरि त्यो चिउरै रहेछ त्यो पनि ल अचार रहन्छ काम चलाउनु पर्ने भयो तिमी भए पनि अब ल तपाईँहरू पनि ठ्याक्कै देश प्रदेश घुमाउनु बेला आइपुग्नु भएछ ल खाजा खाउनु बस्नुहोस् आउनुहोस् ल ल खाउँ चुसचुस खानु परिहाल्यो नि ल यहाँ खाजा खाँदै हुनुहुन्छ सबैजनाले केटो चाहिँ देश प्रदेश घुमेन हो ल भोट प्रदेश ल थाप्नु फुपूलाई हजुर यहाँ भोट प्रदेश बुलाएको अनि केटोलाई यहाँ आज अनि आज पहिलोचोटि भोट प्रदेश हेर्दैछ केटो रक्सी ल रक्सी खानेहरू रक्सी खानुहोस् है ल है भोट प्रदेशको हो यो आफ्नो नछोड्नु भन्ने कुरा आयो यता यता खानु आउनु हो ल शेरबाजे त भागी पनि हाल्नु भएछ हो ल भोट प्रदेशको खाजा पनि खाइयो अब ल फेरि ढाकर बोक्नु पर्यो ए हुन्छ बाटो खराब छ बिस्तारै हिँड्नुहोस् है रक्सीले मात्नु भयो कि हजुर ल खोइ मम्मी खोइ म उता जान्छु सबैको खिच्छु म भोट प्रदेश गएर आएको मान्छेहरूको ल हामी भोट प्रदेश गएर आइसक्यौँ बाजे आउँदै हुनुहुन्छ पछि ल घर आइपुग्यो भोट प्रदेश पुगेर हङकङ पुग्यौँ हजुर केटो पनि डुल्यो त केटो पनि डुल्यो बजुले बोकेर भोट प्रदेश ल भोट प्रदेश गएर आयो यो हङकङ भन्ने कुरा गरे शेरबाजेले चाहिँ हङकङ भन्ने कुरा गर्नुभयो ल हामी सबै भोट प्रदेश पुगेर आइयो ल हामी भोट प्रदेशबाट ल यहाँ बिसाउँदै हुनुहुन्छ यो चाहिँ आज यहाँनिर ल श्रीनिसको अन्नप्राशनको दिन चाहिँ भोट प्रदेश भएर आइपुग्यो अब ल कपी डट पेन काट्दा अब कुन लोड छ अब यस्तो पो हो यो बिहानै गर्नुपर्ने सिस्टम अहिले भयो है ए अन्तिममै हो ल पैसा पनि राख्नु पैसा खोइ पैसा चाहिँ ल्याएन ल के टिप्छ होला
ल त्यो रक्सी पनि राखौँ रक्सी पनि छोरोले रक्सी रोज्छ कि के थाहा अब त्यो चक्लेट चाहिँ निकाल्दियो हातमा चक्लेटै रहेछ कुन चाहिँ रोज्छ है केटोले किताब समात्यो सुरुमै ल छोरोले ल अब सक्यो होइन ल केटोले किताबै समात्यो त्यो ल सिर्निसलाई विदेश पुऱ्याएर ल्यायौँ भित्र हुने अब ल यो चाहिँ पिरिङलामा रोटी कोसेली मेरो बिदारिसकेर होला रक्सी बिदारिसकेर टक्का बाँड्दै हुनुहुन्छ यता ग्रहण गर्दै हुनुहुन्छ कोसेली